ज्वरो कसरी नाप्ने? ज्वरो बढेको थाहा पाउन ज्वरो नाप्नुपर्छ। ज्वरो मापन गर्ने यन्त्रको नाम थर्मोमिटर हो। परिवारमा कसैलाई ज्वरो आउँदा ज्वरो कति बढेको छ भनी जानकारी पाउन र त्यसको आवश्यक निदान बेलैमा पाउन ज्वरो नाप्न जान्नुपर्छ। थर्मोमिटरको मद्दतबाट ज्वरो बढेको वा घटेको जानकारी पाउन सकिन्छ। यो थर्मोमिटर हो। थर्मोमिटरभित्र भएको चाँदीको धर्सो जस्तो देखिने पारोले ज्वरो कति छ भनेर देखाउँछ। हाम्रो शरीरको सामान्य तापक्रम 98.6 डिग्री फरेनहाइट हुन्छ र ज्वरो आउँदा 98.6 डिग्री फरेनहाइटदेखि 104 डिग्री फरेनहाइट हुन्छ र बढी ज्वरो आउँदा 104 डिग्री फरेनहाइट भन्दा माथि हुन्छ। ज्वरो नाप्ने तरिका। ज्वरो नाप्नु अगाडि चाँदीको जस्तो धर्सोलाई 96 डिग्री फरेनहाइट भन्दा तल पुर्याउनु पर्छ। यसको लागि थर्मोमिटर आफ्नो नाडीतर्फ झड्काउनु पर्छ। त्यसपछि हात धुनुपर्छ र थर्मोमिटरलाई साबुन पानीले सफा गर्नुपर्छ। त्यसपछि थर्मोमिटरको तल्लो साँघुरो भागलाई ठिक जिब्रो मुनि राख्नुपर्छ र मुख बन्द गर्नुपर्छ। यसरी 3 देखि 5 मिनेटसम्म रहन दिनुपर्छ। त्यसपछि थर्मोमिटर निकाल्नुपर्छ र आँखाको सिधा अगाडि पारी चाँदीको धर्सो कहाँसम्म बढेको छ हेर्नुपर्छ। ज्वरो नापिसकेपछि थर्मोमिटरलाई फेरि साबुन पानीले सफा गरेर राख्नुपर्छ। संक्षिप्तमा फेरि एकपटक थर्मोमिटरलाई झड्काएर चाँदीको जस्तो धर्सो 96 डिग्री फरेनहाइट भन्दा तल पुर्याउनु पर्छ। हात धुनुपर्छ र थर्मोमिटर साबुन पानीले सफा गर्नुपर्छ। थर्मोमिटरलाई 3 देखि 5 मिनेटसम्म जिब्रो मुनि राख्नुपर्छ। चाँदीको धर्सो कहाँसम्म छ भनेर हेर्नुपर्छ। साबुन पानीले सफा गरेर राख्नुपर्छ।